everyone, welcome back to my channel. Long time no see. Okay. त्यस्तै हो कता बिजी भइरहेको थियो उनीहरूले नि मुड थिएन भिडियो बनाउने र आज फाइनली बनाइदिउँ न भनेर धेरैपछि भिडियो बनाउँदैछु अनि आजको चाहिँ भिडियो बनाउनुको उद्देश्य चाहिँ हामी चाहिँ तीनजना भएर चाहिँ बाहिर निक्लिउँ न त भनेर हामी आज सिप पानी जहाज फुने चढ्दिउँ न त भनेर हामी चाहिँ जान लागिरहेका छौँ। कुरियाहामा टु चिबा हो, चिबा टु कुरियाहामा दुईटै पनि जान्छ, वान वे जान्छ। सो हामी चाहिँ चिबामा छौँ, त्यही भएर सायद चिबाबाट चाहिँ कुरियाहामा जान्छ होला। बेसी के हुन्छ वान वे साइड वान वे गरिन्छ हेर्नु पछि कुरा। सो त्यहाँ जाँदैछौँ कामाया समथिङ टाढै हाइनाबाट 1.5 घन्टा ट्रेनमा जानुपर्छ फर्स्टमा। अब चाहिँ जाम है त, तपाईँलाई त्यसको वेबसाइट हालिदिन्छु, त्यो वेबसाइट हेरेर जान मिल्छ, त्यहीँबाट टिकट काट्न पनि मिल्छ, अनलाइन बुकिङ गर्न पनि मिल्छ। त्यही हो, सस्तो छ, धेरै सस्तो छ है त। यो भयो हाम्रो स्टेसन, बदिदाई कृष्ण, हामी दुईजना, गुगल एआई च्याट जिपिटी। म त अब हाल्ने हो। Hello guys. ट्रेन कुर्दैछौँ। It's me भन न. It's me. It's me Krishna. माकुर. अब दाइको नै युट्युब च्यानल छ, फ्रिजिङ भएको राखिदिन्छु। Crazy. ल हामी चाहिँ किमिचुबाट लोकल चढ्दैछौँ, 2टा डब्बावाला लोकल ट्रेन है त। अब यहाँबाट बल्ल जाने। यही मुखे में Hey guys होइन. Hey guys. आज चाहिँ हामी यसो घुम्नको लागि भ्यू हेर्ने यस. ल हामी चाहिँ स्टेसनमा झऱ्यौँ। ल अब चाहिँ हामी सिपतिर जाँदैछौँ। कस्तो लाग्यो यो डाँडाहरू, यो नक्कुकिरीको डाँडा। यो स्टेसनबाट झरेपछि सर आएपछि यहाँ सबै यसरी बोर्डै छ र बोर्डमा यो नक्कुकिरी आमाको लागि यता लेफ्ट, अब फिसिङ यताउताको लागि सिधै उमी उता, अनि सिपको लागि चाहिँ फुनेको लागि चाहिँ यता राइट लिएर जानुपर्ने हुन्छ। ल किप बुमरेङ गरेको। ल टिकट काट्यो है। Yes. Hello guys. ल काट्यो यहीँ माधुकुसीमा पाइहाल्छ, छिर्ने बित्तिकै ठ्याक्क। ल हामी त हामी एन्ट्री गरेको अवस्था होइन. अब हामी पहिलोचोटि जाँदा पहिलोचोटि हो हजुर। पहिलोचोटि पुणे चढ्दै पुणे भनेको चाहिँ पानी जहाज भित्र इन्ट्री. यस्तो टिकट छ होइन. अब के छ, अब कस्तो छ हामीले सबै देखाउँदैछौँ. ल अन्तिमसम्म हेर्नु होला. तपाईँ इन्जोय गर्नुहुनेछ र हामी पनि सँगसँगै इन्जोय गर्छौँ है त. ल हामी चाहिँ चढिसक्यौँ होइन, यो नक्कुकिरी भइहाल्यो। हामी चढ्यौँ, पर पर्सन 1100 रुपियाँ, 1100 वान वेको, टु वेको चाहिँ अब त्यही हो, भइहाल्यो। अहिले चाहिँ हामी टप रुफमा छौँ। टप रुफबाट अब यहाँबाट बिस्तारै सुक्खा छुन्छ भूमिसम्म जाऊँ। हामी चाहिँ हिँड्यो, यहाँबाट हिँडेको है त। यदि तपाईँहरू पनि आफ्नो विधा यसरी नै युटिलाइज गर्न चाहनुहुन्छ भने, चिबा नजिक हुन्छ भने
यस यस एकदम हुनुहोस् रमाइलो छ मलाई त कस ल हामी चाहिँ कुरियामा पुग्यो कुरियामा आइसक्यो यहीँ छ कानाया त्यो बिचमा छ उमी ल 40 मिनटको राइड सक्यो अब चाहिँ हामी वान वे लिएको भएर अब निस्किन्छौँ निस्केर यहाँबाट एयर ट्रेन चढेर चिबा जान्छौँ हामी आएको हुने चाहिँ यो होइन गाडी पनि आउँछ होइन यसरी गाडी पनि ल्याउन मिल्छ सो त्यही हो 40 मिनटको राइड हो होइन हामी चाहिँ निक्ल्यौँ वान वे हो अब यहाँबाट बिस्तारै फर्किनुपर्छ ल यो सबजना चाहिँ त्यही सिपबाट आएको है सिपमा पार्किङ गरेर यसरी आउन मिल्छ सो यहाँबाट झरेर चाहिँ तपाईँहरूले बस लिनुभयो भने चाहिँ बेस्ट हुन्छ सो हिँड्नुभयो भने चाहिँ 25 मिनट जति लाग्दो रहेछ सो हिँड्ने कि बसमा जाने कि तपाईँहरूको आफ्नो खानदानमा भर पर्छ होइन खानै मेरो आमा लेडिज फर्स्ट 本日も JR 東日本をご利用くださいましてありがとうございます。5分発普通成田空港行きです。